फाइनली हामी भोट हालेर आयौँ। हामी हिँडिरहेछौँ। यो चाहिँ नेपालगञ्ज बजार यस्तो सुनसान छ, गाडी मोटर केही हिँड्न दिएको छैन। पास भएकोलाई मात्रै हो होइन, र इमर्जेन्सी भएकोलाई। मम्मी भोट हाल्नुभयो? एन्ड देन दिस हाम्रो भोट। एभ्री भोट काउन्ट्स। हामीले एकदमै ध्यान दिएर भोट हालेका छौँ। सम्भवतः हाम्रो भोट बदर हुने छैन, हाम्रो भोट काउन्ट हुनेछ र यसको रिजल्ट पनि राम्रै आउनेछ भन्ने लागिरह हामीलाई होइन। मम्मी एक्साइटेड हुनुहुन्छ? एकदम एकदम बढी एक्साइटेड हुनुहुन्छ नि? नेताभन्दा पनि नेताभन्दा पनि बढी एक्साइटेड हुनुहुन्छ अरे। नेताहरूको त आज मुटु ढुक 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 पक्कै पनि, किनभने माहौलै कस्तो छ भने अहिले नेपालमा भोट फर चेन्ज, नयाँ पुस्ता खोज्ने कि भन्ने कुरा चलिरहेछ सबैको दिमागमा। सो त्यही भएर अलिकति पुराना पार्टीलाई अलिकति डर भएको अवस्था छ। तर पनि पार्टी भनेर हुँदैन, हामीले व्यक्तिलाई खोजेछौँ। हामीलाई राम्रो व्यक्ति चाहिन्छ। सो लेट्स सी, वी आर नट अप टु पार्टीको लागि होइन हामीले चाहिँ होइन, हामीले राम्रो मान्छे खोजेको हो जसले चाहिँ हामीलाई सपोर्ट गर्छ भनेर। लेट्स सी, भोट फर चेन्ज।